वेलकम गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। आज म नयाँ विषयवस्तु लिएर उपस्थित भइसकेको छु। आज हामी .com.np डोमेन कसरी बनाउने भनेर जान्दैछौँ। अब ढिला नगरिकन हामीले ल्यापटपमा खोले म ल्यापटपमा गर्दैछु। तपाईले पनि आफ्नो ब्राउजर खोल्नुस्, कुनै पनि ब्राउजर खोल्नुस्। त्यसपछि हामी पहिला register.com.np भन्ने हुन्छ। register.com.np मा जाउँ हामी। त्यसपछि हामीले यहाँ क्रिएट युजरमा क्लिक गरौँ। क्लिक गरेपछि अब यहाँ नाम दिनुस्। अब मेरो नाम सुरज खत्री, मेल र पासपोर्ट राखे। म पासपोर्ट राखेर यहाँ एक क्रिएट अकाउन्ट क्लिक गरेपछि यहाँ तपाईको मेलमा एउटा भेरिफाई भन्ने अप्सन आउँछ। भेरिफाई मेरोमा आएको छैन। भेरिफाई भन्ने अप्सन आउँछ। भेरिफाई तपाईले गर्नुस्। भेरिफाई गर्नुस्। भेरिफाई गरेपछि तपाईको लगिन पेज खुल्छ। मेरो नेट अलि स्लो भएको कारणले यसले देखिएको छैन। यस्तो खुल्यो। यस्तो खुल्छ। त्यसपछि हामीले साइन इन गर्नुस्। आईडी र पासवर्ड हालेर साइन इन गर्नुस्। साइन इन गरेपछि तपाईले यस्तो अप्सन देख्नुहुन्छ। अब तपाईलाई कुन डोमेन चाहिएको? यसको लागि तपाई आफ्नो नामको डोमेन गराउन सक्नुहुन्छ। सर्वप्रथम मैले मेरो नाम गराउँछु suraj.com.np। यो डोमेन कसैले छैन। डोमेन यो छैन। surajkhatri.com.np हाल्छु। यो पनि छैन। खत्री हाल्छु मैले। खत्री मात्रै। खत्री KHATRI khatri.com.np हाल्छु। आउँछ कि? कङ्ग्रेचुलेसन हो, यस्तो देखाउँछ तपाईले .com.np कङ्ग्रेचुलेसन देखायो। अब मैले तपाईले आफ्नो नाम राख्न सक्नुहुन्छ। अब हामीले रजिस्टर नाउमा क्लिक गर्छौं। रजिस्टर नाममा क्लिक गरेपछि तपाईले यहाँ फर्म फिलअप गर्नुपर्ने हुन्छ। म यहाँ फर्म फिलअप गरे। TH1 इन्फिनिक्स फ्री भन्ने छ। हो यही नाम र यो सर्भर भन्ने छ नि प्राइमरी सर्भर र सेकेन्डरी सर्भरमा यही राख्नु होला। यो 1 को ठाउँमा 2 राख्नु होला। त्यहाँ देख्न सक्नुहुन्छ। यो अनिवार्य हो। अनि आफ्नो नाम जस्तै मेरो नाम सुरज खत्री, सेक्सन लुम्बिनी प्रदेश, इमेल हाल्नु इमेल हाले, मोबाइल नम्बर हाले, यो सबैलाई कपी गरे। त्यहाँ सेभ एन्ड कन्टिन्यू गरे। यहाँ राख्ने छ डकुमेन्ट फाइल भन्यो। यसमा डकुमेन्ट फाइल राख्दाखेरि एउटा कभर लेटर लेख्नुपर्छ। कभर लेटर लेख्ने तरिका नि म बताउँछु। रजिस्टर डकुमेन्ट हो मेरो नागरिकता राख्ने। यो त फेरि कभर लेटर राख्ने। इन दुईटा राख्ने। अब म तपाईलाई नागरिकता राख्नुहुन्छ हजुरले थाहा छ मलाई। दुईटा डकुमेन्ट चाहिन्छ। कभर लेटर कसरी लेख्ने भनेर कभर लेटर लेख्न सिकाउँछु। यहाँ लेख्नुहोस् .com.np डोमेन कभर लेटर भनेर हानेपछि एउटा यहाँ साइड छ। त्यो साइडबाट यो नम्बरको वेबसाइट साइट खोल्दाखेरि तपाईले आफ्नो नाम लेख्नुस्, इमेल लेख्नुस्। डोमेन नेम भने चाहिँ मैले खत्री लेखेँ। .com.np जेनेरेसन क्लिक गरेपछि तपाई कभर लेटर आफै लेख्छ। उले आफै लेखेर तपाईलाई दिन्छ। यसलाई डाउनलोड गर्नुस्। यहाँ त्यसमा डाउनलोड अप्सन छ। डाउनलोड गर्नुस्। डाउनलोड गरेपछि यहाँ यो खुल्छ। यसैलाई अपलोड गर्नुस्। यहाँ अपलोड गर्नुस्। फेरि यो कति हुन्छ भनेपछि यो 200 KB भन्दा माथिको सपोर्ट गर्दैन यसले। त्यसैले 200 KB को फाइल बनाएर अपलोड गर्नुस्। मैले अलरेडी surajkhatri.com.np डोमेन रजिस्टर गरेको छु। मैले मेरो डोमेन एक्टिभ छ। यसलाई फेरि मैले हजुरको लागि बनाएर देखाउँछु। मैले अब यसमा यो छ नि TNS1 भन्ने यता मैले रिमुभ गरेर कन्ट्रोल V TS1 infinix.com.np हो। यसमा हामीले अब
1 र 2 राखेर यसमा एडिट डिएनएस गरिदियो तपाईले जे गरे पनि यसमा एप्रुभ हुन टाइम लाग्छ यहाँ देखाउँछ न्यू रिक्वेस्ट भनेर देखाउँछ मेरो बल्ल एक्टिभ भएको कारणले अन्डर डिएनएस मोडिफिकेसन भनेको छ यसलाई कम्तिमा पनि 10 देखि 12 घण्टा लाग्छ अहिले म राति गरेको हुनाले भोलि बिहानसम्म कुर्नु पर्ने हुन्छ अरु पार्ट्सहरु मैले के गर्ने भनेर म फेरि भोलिको भिडियोमा म फेरि पार्ट 2 बनाएर ल्याउँछु थोरै क्लिप बनाएर ल्याएको छु किनभने चाहिँ म फर्स्ट टाइम गर्दै छु तपाईले साथ सपोर्ट दिनु होला मेरो हौसला दिनु होला सब्स्क्राइब गर्नु होला अनि बेल आइकन पनि बजाउनु होला दबाउनु होला बेल आइकन दबाउनु होला हस्त आजलाई यति नै भोलि हामी मेल आएपछि म फेरि भिडियो बनाएर उपस्थित हुने नै छु त्यस बेलासम्म मलाई बिदा दिनुस् हस्त नमस्ते